पछि यसै पटक तपाईहरु म अर्को चोटी तपाईहरुकोमा भोट माग्न आउँदा म यहाँबाट तपाईहरु तल मेन रोडमा झर्नुभयो भने तपाईहरु पिच रोडमा त्यहाँबाट बागदुला पुग्ने गरी त्यो बाटो सम्पन्न हुने कुरा म प्रतिबद्धता गर्न चाहन्छु। यति कुराले त जोरदार तालीले तपाईहरुले सम्बोधन गर्न पर्यो। तपाईहरु चाहिँ पिच बाटोमा हिँड्न पाउने कुरा छ यसै वर्ष हैन। अर्को कुरा तपाईहरुलाई मैले यो बाटो रोल्पा जाने बाटो डेलराम दाइले भने जस्तै यो गाउँपालिकाले समपूरक योजना मार्फत अगाडि बढाइरहेको छ, त्यसको लागि मैले धन्यवाद भन्न चाहन्छु। यसको बारेमा म त्यति धेरै जानकार थिएन, तर म के कुरामा जानकार थिएँ भने यो मैरामारे सम्म र त्यो हुँदै आउने बाटो यो रज्यान मानागाउँ गेजबाङ हुँदै झर्छ भन्ने कुरा मलाई जानकार थियो। त्यस कारणले त्यो बाटोमा केन्द्रीय सरकारको शहरी विकास मन्त्रालयबाट 3 करोड पैसा विनियोजन गरिएको थियो। त्यो ढिलोराम दाइले अगाडिको यहाँ 1 करोड भने जस्तै केन्द्रको सरकारको अवस्था फेरिएपछि त्यो पैसा होल्डमा छ। आशा गरौँ त्यो पैसा आयो भने काम हुन्छ, होइन भने प्रदेशबाट त्यही बाटोको लागि मैले 50 लाख रुपियाँ दाम विनियोजन गराएको छु मेरै मन्त्रालय अन्तर्गत शहरी विकास मन्त्रालयबाट, र त्यसलाई बहुवर्षीय योजना अन्तर्गत लिएर जाने र करिब 5 करोड भित्र 4 करोड 50 लाख जतिको टेन्डर खोल्ने भन्ने प्रक्रियामा छौं। अब त्यो पनि सायद छिट्टै होला। मैले स्कुलमा जस्तो बुद्धिराम दाइले पनि भनिरहनु भएको थियो, यहाँको स्कुल वडाजीले पनि सबैले भन्दै यहाँको स्कुलमा पनि केही पैसा विनियोजन भएको छ, यो त छानो नै उड्यो, स्कुलमा चाहिँ बस्ने ठाउँै छैन, चुइन्छ भन्ने कुरा थियो। त्यसलाई गाउँपालिकाले पनि सहजीकरण गरेकै छ र त्यसमा प्रदेश सरकारले पनि नजिकैको स्कुल युवराज त्यसको प्रिन्सिपल छ क्यारे सायद मलाई हैन, त्यो मेरो क्लासमेट साथी पनि हो, म सँगै पढेको एउटै बेन्चमा बसेको, अनि त्यसले पनि रोल्पा भए पनि गर्न पर्यो साथी, यो त प्युठानका विद्यार्थी पनि आउँछन् भनेपछि त्यहाँ पनि विनियोजन भएको छ। र खानेपानीका पनि थुप्रै योजनाहरू जसले तपाईहरु सम्पर्कमा रहनु भएको छ, जस्तो देवराम दाइले भनेर हामीले स्याउलीबागमा पनि केही योजनाहरू परेका छन्। त्यसैगरी मानबार दाइले भनेर यो लुङको लेख जाने बाटोलाई पनि त्यहाँ पनि 50 लाख परेको छ, त्यसलाई पनि बहुवर्षीय गर्ने कुरा छ। अहिले पछिल्लो समय एउटा खेलकुदको मैदान र बस पार्क भन्नुभएको थियो ढिलोराम दाइले, त्यसलाई अघिल्लो पटक गर्न सकिएन, अब अर्कोचोटि गर्ने प्रतिबद्धता गराएको छु। यहाँको वडाध्यक्षज्यूसँग पनि म उहाँले अगाडि भने जस्तै सम्पर्कमै छु, उहाँले कुरा गरि नै रहनुहुन्छ, मन्त्रालय पनि आउनुहुन्छ, डिआरएमआई पनि। कुरा के हो भने यो प्युठान जिल्लाको मुहार बदल्ने ममा एउटा हुटुटी छ र यो मैरामारे तपाईहरुको यो स्याउले यहाँसँग मेरो अनौठो एउटा किसिमको नाता पनि छ। किनभने यो मेरो भोट गर्ने बेलामा सबैभन्दा पहिले यहीको भोटको बाक्सा खोलिएको थियो र त्यो बाक्साले म चाहिँ मेरा आदरणीय नेता हरिरिजाल दाई भन्दा अलिकति बढी मतले लिड गरेको थिए पहिलो पटक। त्यस कारणले पनि यो ठाउँ मैले मेरो स्मरणमा छ र यो ठाउँप्रतिको प्रेम मलाई जाने भाइ दामोदरले भन्दाखेरि मलाई त्यो ठाउँमा जानुपर्छ भन्ने मलाई लागेको पनि एउटा कारण त्यो पनि हो। त्यस कारणले गर्दा तपाईहरुले हिजो ममाथि देखाएर प्रेम देखाएर राखेको भोट, ममाथि विश्वास गरेर हालेको भोट कदापि पनि मैले त्यसलाई अवमूल्यन हुन दिने छैन। र तपाईहरुका समस्याहरू कतिपय चिजहरू कस्तो हुन्छ भन्नुहुन्छ भने आफूले चाहेर पनि गर्न नसक्ने हुन्छ, कतिपय कुराहरू समन्वयनको कारण नभएर पनि गर्न नपाउने हुन्छ। त्यस कारणले गर्दा अब बन्ने बजेटमा मलाई आशा छ यो गाउँपालिकाले ढिलोराम दाई, या वडाध्यक्षज्यू बुद्धिराम दाई, दामोदर लगायत तपाईहरु यहाँ जति पनि नेतृत्व हुनुहुन्छ, तपाई साथीहरु सम्पूर्णले हाम्रो यहाँ चाहिँ हाम्रै पार्टीबाट यो चाहिँ यहाँको अध्यक्ष हुनुहुन्छ देवीराम पुन्दाई, उहाँ पनि अत्यन्तै विकासको लागि अत्यन्तै हुटुटी भएको र विकास गर्नुपर्छ भनेर जहिले फोन गर्ने सम्झाउने व्यक्तित्व हुनुहुन्छ। त्यस कारणले गर्दा तपाईहरु सबैजना मिलेर केही छैन भोट भन्ने कुरा चुनावमा आस्था भएको ठाउँमा राखौँला, त्यो केही छैन, तर यो विकास गर्ने जुन किसिम म प्रतिबद्धता तपाईहरुलाई के गर्न चाहन्छु भने विकास तपाई हामी सबै मिलेर गर्ने हो। परिस्थिति फरक बनेको छ,
हामीले अब पनि हामीहरू एक ठाउँमा उभिन सकेनौँ भने राजनीतिक दलहरू अहिले एक ठाउँमा उभिन सकेनौँ भने अब कहिले पनि उभिन नसक्ने गरी ढल्न पनि सक्छौँ। त्यस कारणले गर्दा म राजनीतिक दलका साथीहरूलाई अलि विनम्रपूर्वक एक अर्कालाई आरोप प्रत्यारोप गर्न छोडेर तपाईहरू हातेमालो गरेर यो संविधान बचाउने, यो राष्ट्र बचाउने र अब हामीहरू विकासको मोडलमा अगाडि बढ्ने गरी अगाडि बढ्नुपर्छ भन्नेमा म विनम्र अनुरोध गर्न चाहन्छु। म मेरो पार्टीका साथीहरूलाई र अन्य विभिन्न पार्टीका साथीहरूलाई आग्रह गर्न चाहन्छु, अहिले तपाईँ हामीहरू एक अर्कालाई आरोप प्रत्यारोप गर्ने बेला पक्कै होइन। यो तपाईँ हामीहरू हातेमालो गरेर यो राष्ट्रको पक्षमा उभिने बेला हो। त्यस कारणले गर्दा मलाई आशा छ तपाईहरू पनि एक अर्कालाई सहयोग गरेर एक अर्काको हात समातेर विकासको मोडलमा अगाडि बढ्नुहुन्छ र त्यो मोडलमा अगाडि बढाउन तपाईहरूले निर्वाचित गराएर तपाईले यही ठाउँबाट सबैभन्दा पहिले अग्रपंक्तिमा भोट लगाएर पठाएको म मन्त्री छु। त्यस कारणले गर्दा तपाईहरूको समस्या पक्कै पनि सुन्छु। खानेपानीका योजनाहरू पनि के सामान्य योजनाहरू तपाईहरूसँग छन् भने अहिले तत्कालै पनि ती योजनाहरूलाई हामीले सम्बोधनको 5 लाख 7 लाख 8 लाख 10 लाखसम्मका के योजनाहरू त्यति पैसा हालेर त्यो पुरा हुने योजनाहरू छन् भने तपाईहरूले सम्पर्क गर्नुहोला। ती योजनाहरू हामीले अहिले नै पुरा गर्छौँ र अरू ठुला योजनाहरू जति पनि छन्, जस्तै अगाडि रेलमताली भन्छ बाटो बडासेलजीले भने जस्तै अरू ठुला चिजहरू आगामी आउने बजेटमा यो सरकार रह्यो भने आगामी आउने बजेटमा समावेश हुने प्रतिबद्धता गर्दै यहाँहरूको न्यानो माया, न्यानो आतिथ्य र विद्यार्थी भाइ बहिनीहरूलाई यो ऊर्जा, यो क्लबका साथीहरूलाई यो ऊर्जा तपाईहरूको सधैँभरि रहिरहोस्। यो जुझारूपन हेर्दाखेरि लाग्छ निकै टाढा आइयो जस्तो लागेको थियो, तर यहाँ आउँदा यहाँहरूको आतिथ्यता, यहाँको प्रेमले गर्दा मलाई निकै हौसला आएको छ। खेलाडी साथीहरूलाई म भन्न चाहन्छु, जित र हार पक्कै पनि हुन्छ, त्यसलाई चाहिँ स्वाभाविक रूपमा लिनुपर्छ। सबै मान्छे पहिलो हुन पक्कै सकिँदैन। जसले जित्छ त्यसले पुरस्कार लिएर जान्छ, जसले अर्को पोजिसन प्राप्त गर्छ त्यसले एउटा सङ्घर्ष र एउटा शिक्षा लिएर जान्छ भन्ने कुरा चाहिँ मैले यहाँहरूलाई भन्दै फेरि पनि यो खेल, यो युवा क्लबले फेरि पनि मलाई यहाँ बोलाएर 2 शब्द राख्ने, तपाईहरूको बीचमा बोल्ने मौका दिनुभयो। यसको लागि भाइ दामोदर लगायत सम्पूर्ण यो टिमलाई धन्यवाद भन्दै म बिदा हुन्छु। हस्, जय नेपाल। धेरै धेरै धन्यवाद। आजका यस कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री माननीय रोज राणाज्यूलाई। अब हामी